हामी नेपाली भएको दोकान चाहिँ मैला हुन्छ कि सफा हुन्छ हौ तपाईँहरूले कमेन्ट गरिदिनु होला। भाडा हेरेर चिन्नुहुन्छ होला है। यो चाहिँ मेरो सेकेन्ड ट्रिप दुध तताको है गाइस, दिनमा सेकेन्ड ट्रिप। थर्ड ट्रिपसम्म जान्छ, यति बिघ्न डरलाग्दो चिया जान्छ। सो वेलकम ब्याक टु माई अनदर मिनी ब्लग। र आज पनि मैले मेरो डेली रुटिन सेयर गर्छु, तपाईँले इन्जोय गरिदिनु होला है। र म यति भन्दै है, मेरो चाहिँ एकदमै बेसी काम हुन्छ है, धेरै भेराइटीहरू छ नि त दोकानमा, त्यो भएर एकदमै मलाई साह्रो पर्छ है। दिनमा अब पुरा हुन्छ नि त कस्टमर, बेलुका 11 बजीसम्म धेरै हुन्छ है, त्यही भएर म एकदमै बिजी रहने गर्छु है। अनि तपाईँहरूलाई चाहिँ मैले बनाएको रिल्स मनपर्छ कि है, यस्तो मेकअप गरेको रिल्स मनपर्छ कि यस्तो काम गरेको मनपर्छ, तपाईँहरू कमेन्ट गरिदिनु होला है। म चाहिँ त्यस्तै टाइपको भिडियो हाल्छु नि त। अब भ्युवर्सहरूले जे मन पराउँछ है त्यो प्रकारको भिडियो हाल्यो भने चाहिँ अब अलिकति म पनि फेमस हुन्छु कि भनेर नि होइन। अनि त्यति भन्न चाहन्छु है। दिनमा चाहिँ म यति यो ग्लास त नि 200 पल्ट बेसी हुन्छ गाइस। साथीलाई चाहिँ जिस्काउँदै चाहिँ नल्याऊ भनेर होइन। अब के हुन्छ म तपाईँलाई डेली सेयर गर्ने गर्छु है अरू भिडियोहरू। र खाना चाहिँ राम्रो छ, हामीलाई एकदमै जे खानु मन पर्यो त्यही छ है। सो सी यु इन माई अनदर ब्लग। र आजको मेरो ब्लग यति नै छ। बाई बाई।